आज हामी बेस्ट गेम लिएर आइसकेको छौँ। अब सबैले फलो गर्दाखेरि हामीलाई पनि रहर लाग्यो कि हामी पनि केही गरौँ न भनेर नै जे भए नि टिकटकले राम्रै चिजहरू सेयर गरेको थियो। सो हामी पनि फलो गरेको छौँ। यो चाहिँ ट्रेन्ड हो, हजुरहरू पनि वाच गरेर बस्नुहोस्। सो यो हामी लिएर आएको छौँ कि कलर एक्सचेन्ज गेम होइन। सो हामी अब स्टार्ट गर्छौँ। ओके ओके, फर्स्टमा हाम्रो कलर रहेको छ ग्रिन। के हो यो फेस मास्क? नो, यो चाहिँ यो साउजेल। थ्याङ्क यू सो मच। नेक्स्ट कलर रहेको छ ब्राउन। ब्राउन बाउनमा आएको छ। के रहेछ? ब्राउन या बाउन। ओके 1 2 3 निकाल्यो। बिस्किट। यो चाहिँ मिक्सिङ कलर है। यसले ब्राउन नै हो। यसले बिस्कुट खान्छ अनि म पनि खान्छु भाइ। थ्याङ्क यू बिस्किट। चायसँग खाने। चायसँग खाने। अब नेक्स्ट कलर रहेको छ पिङ्की। पिङ्की। यो कलर हो। म कलर पिङ्कीमा त अनि आधी घन्टा लाग्छ फेरि गर्ने। सबै निस्किसक्यो त नदेखाउँ। यता नहेर न। ओके अरे छैन मेरो पिङ्की खाइसकिस् तैँले। मम्मी छैन यार। ओइ तेरो झोलामा त पसेको थियो पिङ्की। नदेखाएर मेरो झोला पस्यो होला छैन यार। हिजो चबाइसक्यो। यो होइन त्यो तेरो यार। आहा रहेछ? छैन छैन छैन। तर गर्छले एक्सन गर्यो। के थाहा? ओके सेकेन्ड प्रब्लम। यो अफिस जाँदाखेरि बिना ब्रस गरेर पनि यो चुम चबाएर जानु सक्छ। यो चाहिँ परफ्युम तिमी ननुहाए पनि बसाउँदै बसाउँदै सब स्प्रे झरेर जानु होला। बेइज्जत गर्दैन। तर म नआउँछु के। गर्मीसँग नआउने बस्नु सक्दैन। ठिक छ। ओके नेक्स्ट कलर विच वान? बेइज्जती। कमेडी कालो। ब्ल्याकमा छ मेरो साथी। अरे तैँले मेरो लागि म त अलरेडी छोड्दैछु नि। कालो जस्तै हो। परफ्युम। सक्स। You need socks? यो Perfume guys. सक्स गाइज। तर यसले लगाएर सिद्धाउँछ आई नो। मेरो सक्स छ यसले सक्दिएको गर्दियो बेइज्जत होइन। फेरि थिच्छ। White. Which one? White. Which one? मिक्स छ। Mixed up. 1 2 3 गो। ओइ वाइट त कहाँ छोप्यो? छ यार। यो वाइट। यो आँखामा लगाउने मास्क। शुद्ध लगाउने। किनभने यो माथि सुत्छ लाइट आउँछ भनेर। Thank you. कति धेरै माया गर्छु। Thank you so much. थ्याङ्क यू सो मच चनामाथि फुल। यो चाहिँ कसरी म देखाउँछु पनि ल। यसरी लाउने होला पक्का पनि। हो यसरी लाएर सुत्ने। यहाँ चस्मा यो झुन्डेको पनि छ यसले मेकअप पुस्दै सुत्ने। ओ यस्तो पनि हुन्छ। Okay, thank you so much. Welcome baby. कति राम्रो फुल ल्यायो तर म बुढी भएको अवस्था यस्तो खासै मन पर्दैन। मन नपरेको भए पनि राख्नु लाउने। शुद्ध लाउँछु है गाइज। न टिकटक लाइभ बस्दा लगा। ओके विच वान नेक्स्ट? लग लागेर फोन कति लागेको फ्याल्नै पर्ने भएछ। ब्लू बिलु 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 तिमी कहाँ जान्छौ? आई डोन्ट थाहै छैन। आई हेभ चड्डी। कसरी ब्लू भयो त्यो? अनि यहाँ मिक्स अप यो ग्रीन हैन? नै ग्रीन मल। यहाँ किनभने एडजस्ट गर्नुपर्छ दुईटामा एउटा गर्नु। ओके मिक्स यहाँ यता कता कता छ
होला कता कता चाहिँ यो चाहिँ पुरै भित्र भित्र पनि छ है तर भित्र चाहिँ कालो छ फेरि चक्लेट हो आयो यसले जिम जाँदा लगा भनेर ल्याएको म सुत्दा लगा फेरि जिम जानु भोलि जिम जाउँ भनेको अनि यो लिएर आयो अब नजाने खाइसकेर मात्रै यो नेक्स्ट विच वान पर्पल पर्पल फेरि अलि उनी छ ए छ त म त छैन 1 2 3 पर्पल Did some free? Should they have? Oh, Ayo. Okay. Ayo. Same here. Oh my god. कसरी सेम भयो? Just for you, baby. Purple. यो तिम्रो. Oh, छोड यो ठुलो ल. अरे बटल. Oh, दुईटा. Thank you. तिमीलाई जिम जाँदा काम लाग्छ म त नजाने म मिठा खाइसकेँ सम्का लागेको तैँले लुकाको यहाँ देखाउनु लागेकै छैन मैले दिएको देखाउनु लागेको छैन चेहरा ओके नेक्स्ट विच वान ओरेन्ज ओरेन्जमा पनि निकै कलर छ No more orange. One. Oh, yellow one. Yellow. Orange one. I know what's on. यो पनि यो पिङ्क भयो ओरेन्ज चाहिँ भएन होइन तर यो ओरेन्जको सट्टामा हो कि ओरेन्जमा मैले खोजेको होइन बेबी ओरेन्ज यारी यो येल्लो छ नि बेबी यो कलर अब त यति हो लास्ट वान हो मसँग त अनि मसँग एउटा छैन नि त यसले झेली गरे एउटा गिफ्ट कम लिएर आयो नाइ त्यो यो चड्डीमा धेरै कलर छ छोड न यहाँ हेर पहिला त्यो छोड्दै त्यो भइसक्यो यहाँ धेरै कलर छ त्यही भएर एडजस्ट गर बेबी भनेर पर्पलमा दुईटा दिएको छु नि त मैले यसको दुईटा काम छ यो ओरेन्ज भन्नाले ओरेन्ज होइन कि तर ओरेन्ज जस्तै हो पिङ्क हो यार सुन न यसको दुईटा काम छ के अनि यो निडेड कुरा हो यो लाइट बस्दाखेरि यसरी बत्ती बालेर बस्ने वान ओके ओके दुईटा अर्को चाहिँ यस्तो जस्तो पनि बत्ती बल्छ यहाँ हो रहेछ कति राम्रो बत्ती अनि यसको अर्को खुबी हो ए रुक फेन तेरी कम्पनीले यो चाहिँ पंखा यसलाई बेसी गर्मी हुन्छ कि यस्तो बाटोमा हिँड्छस् नि यस्तो गर्दै म बाटोमा हिँड्दिनँ गाडीले कुद्छ साइडमा हिँड्छ अरे मम्मी कुचेको थुतुनाहरू ओके के हो त धन्यवाद थ्याङ्क यू सो मच बेबी यु निड दिस वान राइट या ओके गुड कस्तो राम्रो दिस इज फर मी म डाइटिङमा हो तर यसले मलाई फाइटिङ गराउन जस्तो छ तँले मिठाई दिएको छ एउटा अनि त मैले एउटा भित्र यो पनि खाने ल यस्तो के खाने साथीले दिएको खानुपर्छ यसो दाबी राख न ओके बन्द भयो राख मर्यो उसको फेन त ओके येल्लोमा यो दिएको थिएछ मलाई ओरेन्ज छैन मसँग एउटा गिफ्ट छैन नो प्रब्लम यो चाहिँ मेरो येल्लो भयो येल्लो मैले येल्लो नभेटेको यो त मैले पनि हेरेको थिएँ तर मैले लिएन किनभने यसले कोमै गर्दैन त्यही भएर मतलब अलरेडी राम्रो सिल्की कभरमा गर्छु कहिले सो मच ऐना पनि छ अब हाम्रो लास्टमा अब के छ हजुरहरू पनि एक्साइटेड हुनुहुन्छ कि हुनु हुँदैन आई डोन्ट नो यो यसमा हो कि यसको यो कता लाउने हो यतै कतै हो यहाँ के रुक न रुक म त लाएर देखाइदिन्छु भिडियो लामो हुन्छ क्या बेबे केही भएन छिराउनु त आउँदैन होइन नछिराउ तिमी
ए भगवान हैन एउटा बाइ पछि नै गर्छु मलाई ओ भयो ओके लास्ट विजुअल रेड के ओके मारे कलर अय सिरीलाई भने हेलो सिरी खोल्दै पास रेड Oh my god 1 2 3 big song 3 3 2 1 go wow कति राम्रो दिल कति राम्रो Thank you so much. साँच्चै नै कति राम्रो राम्रो पिङ्की जस्तै रहेछ I love you I love you too कति राम्रो नाक त तेरो जस्तो छ त यसको हेर्नुहोस् मेरो जस्तो होइन कि तेरो अलिक ठाडो पऱ्यो मेरो होइन यसको यसको जस्तो नाक भएको डल्लो वाउ यो देख्ने It's okay. यो म हो कि यो सधैँभरि मलाई सम्झिरहेको चाहिँ डल्ला देखेर कि मेरो सम्झना आइस होइन त्यही भएर मैले लिएर आइदिएको ओ अनि दिल चाहिँ किन सानो दिस् त ठुलो हो यत्रो दिनुपर्छ नि अब यो पनि ठुलो दिनु हुन्थ्यो अब त्यो ठुलोलाई अझ यति ठुलो डल चाहिन्थ्यो फेरि नाइ नै छोड्दै जति ठुलो दिल त्यति ठुलो त्यो चाहिन्थ्यो यो मान्छेसँग आयो यसको मान्छे खोइ यसको मान्छे म ल ठिक छ उसो भए ल ठिक छ यो चाहिँ आयो बेबीको डल कति लान्डी थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच म डल लभर डल मनपर्छ मलाई धेरै हाम्रो एक्सचेन्ज गेम फिनिस भइसकेको छ हजुरहरूले देख्नुभयो मेरो साथीले के मलाई गिफ्ट दियो होइन अनि हजुरले त पनि देखा न देखाउने लायक कति राम्रो वा यसले त देखाउँदै यहाँ हेर्नुहोस् अब हामी माग्ने यस्तो भयो रोडमै भेला पाएर ल्याएको ओके यो चाहिँ जिम जाँदा लगाउने रे यो जानुपर्छ जाँदाखेरि लगाउनु त्यो अलि देखाउनु मिल्दैन ओ केही हुँदैन यार चाहिने सबैलाई चाहिने ओके तँलाई म मात्रै लाउने भए पो त्यो सक्स पनि देखाउनु हुँदैन भित्रै लाउने अनि त्यो रमाइलो भयो जे जस्तो भए पनि हामीले ट्रेन्ड फलो गऱ्यौँ चाहे अब राम्रो भयो नराम्रो भयो त्यसमा चाहिँ हाम्रो म्याटर भएन होइन कसले के गर्यो कसले कसरी जज गर्यो भने यो चाहिँ हाम्रो यतिकै रमाइलोको लागि हो प्लस अनि माया हाम्रो मायाको लागि होइन सधैँभरि यसरी नै हामी माया गरिरहनेछौँ यसले के भन्यो ओके सो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला ओके हजुरहरू पनि यदि यो ट्रेन्ड फलो गर्नुभएको छैन भने हजुरहरू पनि फलो गर्नु होला ओके के भन्न चाहन्छु 2 शब्द के भन्नु थ्याङ्क यू फर गिफ्ट यति राम्रो राम्रो गिफ्ट दियो होइन मेरो प्यारी साथी पुकुली पिङ्कुली हौ नै पुकुली लास्टमा आउँछ पिङ्कुली ओके थ्याङ्क यू फर वाचिङ अबको लागि हाम्रो अहिले फिनिस भयो अब हामी नेक्स्ट केही अब इन्ट्रेस्टिङ गेम आयो भने आउँछौँ अहिलेको लागि हामी पनि गर्नेछौँ ओके बाई 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 थ्याङ्क यू फर वाचिङ बाई बाई होइन यता याद शरम करो ल ओके बाई बाई everyone. Oh,